तिमी भएर अर्थ रह्यो मेरो सासको तिमी बिना त जित पनि मेरो हार हो अङ्गाल नसम हेलो गाइस, वेलकम टु माई अनदर ब्लग। अनि आजको विजय दशमीको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना छ। र अब चाहिँ हामी टिकाको सायद पनि भइसक्यो, टिको लाउन लागेको। अहिले हुन्छ ठिक्क सानो लगाइदिनु न, कहाँ उता निधार सिधार सब लगेको। यता पनि लाउनु न। यतापट्टि चाहिँ लगाइदिनै भएन त, अनि यो साइडमा त यता साइडमा लगाइदिनु। डाबल डाबल त्यही भनिरहेको बस 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 भाइ बस बस न यतापट्टि मिलाइदिनु न अलिकति। लु भाइ लु छिटो नै यहाँ बस। शत्रु संग्रह गरे। अब चाहिँ हामी बडी घरतर्फ लागेको टिका लाउन। घरमा लागिसक्यो होइन, पछाडि आउँछन् भाइ सब। अनि वहीँ पुगेर भेट्ने उन्न थाले सपनाको संसार, साह्रै राम्री देखिन्छौ तिमी, हाँसोले मुहार ढाक्दा तिम्रो। ल अब आइपुग्यौँ बडीको घर। खोइ कता हो जग्गा? कता हो जग्गा? नमस्कार बडी। कता? मेरो सासको तिमी बिना त जित पनि मेरो हार हो अङ्गालन सम्भालन साँचेर राख माया सबै समेटेर साँची राख उपहार भए मनै तिमीलाई। तेरो सासको तिमी बिना त जित पनि मेरो हार हो अङ्गालन सम्भालन साँचेर राख माया सबै समेटेर साँची राख उपहार भए मनै तिमीलाई। तेरो सासको तिमी बिना त जित पनि मेरो हार हो अङ्गाल। वर्ष दिनको चाडबाड तेरे बिना हालिदिन्छु नि त पर्खिनु। जमारा चाहिँ होस्
जङ्गल बोकिएको छ यो चाहिँ मैले किनेको आउको ब्लगमा आउनु के भन्ने भन ह्याप्पी दसैँ हेप्पी दसैँ त हिजै भनेको कति भन्नु हेलो ल गाइस अब चाहिँ टिका सिका लगाइसकेर खानासाना खाएर बसिसकेको टिक्का के भन्छ तिमीहरू टिक्का भाइ त के भन्छस् दसैँको तिहार बुनु के भन्छस् त ल अब गाइस नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी